हेलो अनि नमस्ते साथीहरू, वेलकम टु दि एनोदर एपिसोड अफ स्वदेश नेपाल भन्दै साथीहरू। आज मैले तपाईँहरूलाई क्रिकेटभन्दा केही अलिकति फरक कुराहरू लिएर आएको छु, किनकि नेपालमा हिजो अत्यन्त दुःखद घटना घट्यो, जहाँ धेरै जनधनको क्षति पनि भइसकेको छ। खोजी कार्य जारी छ। कतिपयले आफ्नो आफन्तहरू गुमाउनु भयो, कतिपय सम्पर्कविहीन हुनुहुन्छ भने खोजी कार्य जारी छ। राष्ट्रका सबै संरचनाहरू प्रयोग गरिएको छ बाढीमा बचाउनको लागि, र विभिन्न अन्तर्राष्ट्रिय मुलुकहरूबाट पनि सहयोगहरू आउने क्रम जारी छ भन्दै साथीहरू, हिजो नेपालमा के भयो, कसरी भयो भनेर मैले एउटा छोटो भिडियो बनाएको छु। कृपया भिडियोलाई स्किप नगरी हेर्नुहोला, किनकि तपाईँलाई सानो जानकारीले पनि धेरै ठुलो सहयोग मिल्नेछ है त भन्दै आउनुहोस् भिडियोलाई सुरु गरौँ। हिजो 26 अगस्त बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा अचानक विनाशकारी बाढीले सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ। यो सामान्य मनसुनको बाढी जस्तो थिएन। केही समयमै नदीको बहाव आकस्मिक रूपमा बढ्यो र पानीसँगै ठुलो मात्रामा ढुङ्गा, माटो, लेदो, पहिरोको सामग्री तलतिर बग्न थाल्यो। नदी आसपासका बस्ती, सडक, पुल, व्यावसायिक क्षेत्र र विभिन्न पूर्वाधारमा ठुलो क्षति पनि पुग्यो। तर सबैभन्दा ठुलो प्रश्न अहिले यही छ कि आखिर यति ठुलो बाढी अचानक कसरी आयो? यसको मुख्य स्रोत के हो? बाढी कसरी आयो भन्दाखेरि पछिल्लो विवरण अनुसार यसको मुख्य कारण तिब्बततर्फको हिमाली क्षेत्रमा भएको ठुलो हिम चट्टान पहिरो वा हिम नदीको त्यो बाँध भत्किएर आएको हुन सक्ने देखिएको छ है। यहाँ भन्छ, रिउटर्सका अनुसार हिम नदीको तल्लो भाग अचानक भत्किएर ठुलो मात्रामा हिउँ र चट्टान तल खसेको र त्यसले नदी प्रणालीमा चाहिँ अत्यन्त ठुलो पानी तथा माटो ढुङ्गाको बहाव सिर्जना गरेको हुन सक्ने भनिएको छ। त्यसपछि त्यो बहाव नेपालतर्फ आएको नदी प्रणालीमा मिसिँदा भोटेकोशीमा अत्यन्त तीव्र रूपमा पानीको मात्रा बढेको देखिएको छ साथीहरू। यसलाई सामान्य वर्षापछि नदी बढे जस्तो मात्र बुझ्नु पनि हुँदैन। सामान्य बाढीमा पानीको विस्तार बढ्न सक्छ, तर यहाँ हिमाली क्षेत्रमा जम्मा भएको ठुलो मात्रामा पानी, हिउँ, चट्टान र माटो एकैपटक तलतिर आयो भने त्यसले केही मिनटमै नदीको चाहिँ स्वरूप नै परिवर्तन गर्न सक्छ भन्ने कुरा यहाँ जानकारी दिएको छ। यसै कारण स्थानीय बासिन्दाहरूले पनि अत्यन्त आकस्मिक र शक्तिशाली बहाव देखेको, यस्तो बहाव आफूले जिन्दगीमा कहिले पनि नदेखेको अथवा पहिलो पटक देखेको, जहाँ त्यहाँ प्रत्यक्षदर्शीहरू हुनुहुन्छ उनीहरूले बताइरहेको पाइएको छ। अब यहाँ के यो हिमपात फुटेर हो त भनेको छ। अब यो विषयमा चाहिँ अहिले धेरै चर्चा भइरहेको छ। हिमताल फुट्दा चाहिँ ग्लेसिकल लेक आउटबर्स्ट फ्लड अर्थात् गल्फ ग्लफ भन्छ, जस्तै ग्लेसिकल लेक आउटबर्स्ट फ्लड भनेको चाहिँ यो हिमताल फुट्दा भनिन्छ। हिमतालको प्राकृतिक बाँध कमजोर अथवा त्यो फुट्यो भने ठुलो मात्रामा एकैपटक नदीतर्फ त्यो पानी आयो भने त्यसले चाहिँ ठुलो बहाव लिन सक्छ यहाँ भनिएको छ। तर अहिले उपलब्ध पछिल्लो रिपोर्ट अनुसार चाहिँ हिमताल फुटेको कुरा अन्तिम रूपमा पनि पुष्टि गरिसकेका छैनन्। यो चाहिँ अनुसन्धानकै क्रममा रहेको छ। अब यसको असर चाहिँ धेरै ठुलो जनधनको क्षति भएको छ। यसले निकै नै ठुलो असर पारेको छ साथीहरू। बाढीको सबैभन्दा ठुलो असर चाहिँ रसुवा र नेपाल तिब्बत सीमावर्ती क्षेत्रमा देखिएको छ। नदी किनारका बस्तीहरू, घर तथा संरचनाहरूमा ठुलो क्षति पुगेको छ। सडक र पुलहरू बगाएको छ, यातायात अवरुद्ध भएको छ, जलविद्युत तथा अन्य पूर्वाधारमा पनि क्षति पुगेको रिपोर्ट आएको छ। करिब 19वटा पुल र करिब 40 किलोमिटर सडकमा क्षति पुगेर भनेको यहाँ समाचार दिएको साथीहरू। यसको असर केवल रसुवामा मात्रै रहेन, भोटेकोशी हुँदै तलतिर जाने नदी प्रणालीमा पनि पानीको बहाव बढेपछि आसपासका क्षेत्रलाई पनि उच्च सतर्कतामा राखिएको थियो।
मानवीय क्षति पनि यहाँ ठुलो रूपमा भएको देखिन्छ साथीहरू। यो घटनाको सबैभन्दा दुःखद पक्ष नै मानवीय क्षति हुनु हो साथीहरू। बरु भौतिक संरचना त बरु पछि बाँच्यो भने गराइएला, तर मान्छे मरेर गयो भने त फर्केर आउँदैन नि त। अब पछिल्लो उपलब्ध रिपोर्ट अनुसार कम्तीमा 100+ यहाँ मृत्यु भएको भनेर भनिएको छ भने 100 मानिस अझै हराइरहनु भएको छ। नेपाल पर्यटन बोर्डका विवरण अनुसार चाहिँ 403 जना पर्यटकहरूको बेपत्ता भएको रिपोर्ट आएको छ, जसमा चाहिँ 341 जना चाहिँ विदेशी नागरिक पनि रहेको बताइएको छ। उहाँहरूले सम्पर्क चाहिँ उहाँहरूसँग हुन सकेको छैन, यहाँ नेपाल पर्यटन बोर्डले पनि जनाएको छ। यी सङ्ख्या उद्धार तथा पहिचानको काम अघि बढ्दै जाँदा परिवर्तन हुन सक्छ साथीहरू। अझै खोज्दै जाँदा झन् यो बढ्न सक्छ। अब धेरै मानिसहरू उता धार्मिक यात्रातिर पनि जानुभएको थियो, ट्रेकिङ होइन, अरू पनि यस्तै जानुभएको थियो त्यही बेलामा। अनि त्यसमा चाहिँ हाम्रो भारतका नागरिकहरू पनि हुनुहुन्थ्यो, नेपाली नागरिक पनि हुनुहुन्थ्यो र उहाँहरू पनि सम्पर्कविहीन भनिएको छ। अब धेरै ठुलो मात्रामा मानिसहरूको हताहती भएको देखिन्छ, किनकि यहाँ धेरैजनाहरू बेपत्ता हुनुहुन्छ, सम्पर्कविहीन हुनुहुन्छ। अब यो चाहिँ नेपालमा धेरै हिमताल हुन भएको कारणले चाहिँ अब नेपालमा गत वर्षहरूमा पनि ठुल्ठुलो बाढी आएको थियो साथीहरू। अब यसको लागि के गर्न सकिन्छ भन्दाखेरि अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको साथीहरू उद्धार हो। उद्धार अथवा बेपत्ताको खोजी अथवा प्रभावित परिवारलाई चाहिँ राहत दिने काम हो। साथै नदी आसपासका मानिसहरूले प्रशासन तथा सुरक्षा निकायले दिएको चेतावनीलाई गम्भीर रूपमा लिन आवश्यक छ। बाढी पछि पनि नदीहरूमा पहिरो वा अवरोधका कारण थप आकस्मिक बहावको जोखिम हुन पनि सक्छ, त्यसैले नदी किनारमा छेउछाउमा चाहिँ नजानुहुन्न भनेर अनुरोध गर्दछु। तपाईँहरू सेफ ठाउँमा जानुहोला भन्ने म यसै भिडियो मार्फत पनि भन्न चाहन्छु। र विभिन्न सोसल मिडियाहरूमा अत्यन्तै भयभीत एकदमै विचलित पार्ने तस्बिरहरू पनि आइरहेका छन् साथीहरू। कतिपय तस्बिरहरू अब धेरै मान्छेले अब यसै हाल्नुहुन्छ, किनकि अहिले मोनिटाइजेसनको जमाना छ नि त, त्यो भएर पनि होला। त्यसैले सही र सठिक कुराहरूलाई मात्र मध्यनजर गरेर हेर्नु होला, कति पनि विचलित नहुनु होला। यदि तपाईँहरूको आफन्तहरू हराइरहनु भएको छ अथवा सम्पर्कविहीन हुनुहुन्छ भने ईश्वरसँग यही प्रार्थना छ कि उहाँहरूले छिटोभन्दा छिटो तपाईँसँग सम्पर्कमा आउनुहुन्छ। पक्कै पनि भगवान् हुनुहुन्छ साथीहरू, नआत्तिनु होला भन्दै पछि अझै के हुन्छ हामी फेरि कुरा गर्नेछौँ भन्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते।